जान्छु साँच्ची पो त त्यो कति हेर्नु त्यो मोबाइल त्यो मोबाइल कति हेर्नु नातिनीसँग गफ गर्नु जान्छु नातिनी ल हजुर जाम भन्नु न कति बज्यो अहिले म जान्छु छोडेर अब के खाने फेरि ल्याइदिन्छु भन्नु त के खानु र के खानु मन लाग्छ लु भन्नु अब तिर्बल तिर्बल अनि अर्को के खाने र के खानु जे खानु मन लाग्यो पनि भन्नु लु मासु ल्याइदिन्छु ल्याएकै छ मासु बाहेक अरू मासु पनि छ ऊ अघि साइलीले अघि लिएर ठिक्क पारेर छ बटुकामा उसिनिदिनुलाई ऊ के अरे सिटी लगाइदिनुलाई भन्नु त अब के खाने अब के खानु मन छ भन्नु अरू ल्याइदिन्छु लु भन्नु नातिनी त गइहाल्छु है अब नल्याउनु अरू कुरो के छ खानु हजुर मासु पनि छँदैछ हो भित्र खानु पनि सक्दैन बुढोले हो दाँत देखाउनु त यी गरेर त्यस्तै ए तल त एउटा रहेछ त नि छैन अनि त्यो एउटा चाहिँ किन बसेको अरे ए माथि त रहेछ त नि छैन हल्लिएको छ ए यहाँ तल छैन ए हो त रहेछ त नि ए छैन। हिँडेर भए त यहाँ तल आएर हुन्छ तर त्यसले पनि टोक्छ होला नि टोक्नु चाहिँ तलकोले पनि खाले नि टोक्छ यो तलका स्टरले यस्तो गरे यताका टाटा यताका यस्तो चुडायो छैन नि तल्लोपट्टि हो छैन यता ए हो त माथि रहेछ चाहिँ छ नि माथि त रहेछ साँच्ची नै नि तल पनि दुई तिनवटा भएको भए त सायद टोक्थ्यो होला टोक्छ नि यो माथि चाहिँ यहाँको सबै फुल्यो नि मङ्गल ए अन्त त टोक्दैन ल ठिक छ अहिले कलेजहरू ल्याइदिन्छ सबैले कलेज त उसिन कलेजहरू कलेज त टोकिन्छ नि हिजोले पनि सुँगुरको भन्दा नि कुखुराको कलेज चाहिँ टोक्छ होला सुँगुरको पनि साइलीले पाकिने बनाउँछ ए म चबाएर खुवाइदिन्छु भनेको त अनि तपाईँलाई मान्नै भएन अनि सानो मारी नातिनीहरूलाई चबाएर खुवाएको हो कि होइन भन्नु त उहिले त अब त हाम्रो पालो हो नि त चबाएर दिने हो कि होइन भन्नु त अब